हाई एभ्रिवान एउटा अर्को नयाँ आइटम आएको छ यो हो मप यो घरमा सफा गर्न धेरै गाह्रो भएर मगाएको थिएँ यो मप लेरिन भन्ने ब्रान्डबाट निकालेको हो लेरिन भन्ने बिजनेस हो त्यसले यो टिकटक शपबाट सप्लाई गर्छ यो यसमा एउटा मप आउँछ मपमा एउटा एक्स्ट्रा मप पनि आउँछ एकदमै सफ्ट मटेरियल हो यो यसले कुनै भुइँहरु स्क्रैच हुँदैन र ह्यान्डलमा पनि यो एडजस्टेबल ह्यान्डल हो यो ह्यान्डल एक्स्ट्रा पिस पनि आउँछ जुन चाहिँ हामी जति हाइटको चाहिन्छ त्यति राखेर फिट गर्न सकिन्छ आफ्नो हाइट अनुसार अनि अर्को एउटा मप आउँछ मपको बकेट यसमा पनि यो डुअल सिस्टम हो यसमा दुई किसिमको दुई ठाउँ छ दुईटा पार्टिसन गरेको छ बकेटलाई एउटा क्लीन वाटर र अर्को डस्ट यो वाटरको लागि यहाँ ब्रश पनि छ यसको यो स्क्रैच यो ब्रशलाई क्लीन गर्नको लागि यसरी बनाएको छ हजुरहरुलाई म फिट गरेर क्लिनिङ कसरी गर्ने देखाउँछु है ल है गाइज अब रेडी भयो सफा गर्नको लागि रेडी छु यो मप पनि यसरी फिट गरिसकेको छु यो बकेटमा पनि एउटा ब्लिच र क्लिनिङ लिक्विड र पानी राखेको छ दुईटा पार्टिसन गरेको छ यो बकेटमा एउटा छ यो अर्को भनेको यसको राम्रो चीज भनेको यो मप 360 रोटेसन हो फ्री रोटेसन वाला छ यसलाई हामी यसरी ट्याक्क लक गरेर यसरी यहाँ ब्रश जस्तो छ यो ब्रशले यसरी मपलाई सफा गर्न पनि मिल्छ एउटा एकदमै लाइट र अर्को अलि एकदमै पानीलाई सबै सोसिनको लागि बनाएको वाला छ म हजुरलाई सफा गरेर देखाउँछु घर सफा गर्न धेरै गाह्रो भइरहेको थियो यो मपले गर्दा सजिलो भएको छ एकदमै लाइट छ यो हाइट पनि एडजस्टेबल वाला भएकोले एकदमै मन पर्यो इभन यो वाल पनि सफा गर्न मिल्छ यसमा वालमा पनि यसरी क्लिन गर्न मिल्छ यो 360 रोटेसन भएकोले जुनै पनि कुना काप्चामा सफा गर्न सजिलै गर्न सकिन्छ यसले हेयर कपालहरू भुइँमा भएको ठुलो डस्ट र कुनै पनि ऑयली ग्रिजी चीजहरु पनि मजाले सफा गरिदिन्छ हजुरहरु पनि किन्नु होला हजुरहरु पनि अर्डर गर्न सक्नुहुन्छ घरमा सफा गर्नलाई गाह्रो भइरहेछ नि यो हल्का मप आएको छ यसले किन्नु होला रिजनेबल प्राइसमा बजारमा आएको बेलामा अर्डर गरिहाल्नुहोस् अर्डर गर्नको लागि लिंक तल राखिदिएको छु लिंकमा क्लिक गरेर अर्डर गर्नुहोस् है हस् त थ्यांक यू